गृहमन्त्रीज्यूको अब यो समाचारमा आइराखेको छ। अब समाचारमा आएको कुराहरू कतिको सत्य छन् अनि यदि त्यो कुरा सत्य हो भने निष्पक्ष छानबिन हुनुपर्छ। गृह मन्त्रालयबाट होइन, संसदीय समितिबाट छानबिन हुनुपर्छ। र फेरि जो मान्छे अहिले जेल परेका छन् तिनीसँग नै गृहमन्त्रीको कनेक्सन देखियो भन्ने समाचारहरू आएका छन्। त्यो समाचारलाई आधार मानेर यदि गृहमन्त्रीले त्यो होइन भने गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्छ। फेरि त्यो मुखले बोलेर हुँदैन। त्यो त कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दाखेरि त्यहाँ त सरकारी छापमा दर्ता भएको कुरा हो। त्यो मेटाएर मेटिने कुरा पनि होइन। त्यो भएको हुनाले गृहमन्त्रीले यसको स्पष्ट जवाब दिनुपर्छ र गृहमन्त्रीले चाहिँ स्रोत देखाउनुपर्छ। जस्तो हामीले पनि सम्पत्ति विवरण बुझाउँदा हामीले स्रोत देखाउनुपर्छ। विवरण देखाएर मात्र हुँदैन, स्रोत देखाउनुपर्छ र गृहमन्त्रीले त्यसको जवाब दिनुपर्छ। र गृहमन्त्रीले यदि साँच्चै अहिलेका बिचौलियाको नाममा सम्पत्ति शुद्धिकरणको नाममा दीपक भट्ट पक्राउ परेका छन् उनीसँगको कनेक्सन यदि त्यो हो भने त्यो चाहिँ सार्वजनिक गरिनुपर्छ। र अब गृह मन्त्रालयले अब छानबिन गरेर हुँदैन, किनकि जो दोषी हो उपरमाथि उही मन्त्रालयले छानबिन गर्ने हुँदैन। यो संसदीय समितिको आवश्यकता ठहरिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय छानबिन समितिको हामी माग गर्छौँ। र अनि अर्को एउटा अपिलको कुरा के छ भने उहाँहरूले चलाएको एनजिओको अहिले वेबसाइट बन्द भयो भन्ने समाचार आएका छन्। त्यो काम चाहिँ नगरिदिनुहोस् होइन, किनभने त्यो सबैलाई पारदर्शिताका साथ हामीले देखाउनु पर्ने हुन्छ। र अहिलेको सरकार चाहिँ सुशासनका पक्षमा काम गर्छु भनेर जनताबाट 2/3 बहुमत ल्याएर आएको करिब सरकार भएको हुनाले प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म अपिल गर्न चाहन्छु, स्पष्ट छानबिन संसदीय छानबिन गर्ने बाटो खोलाउनुहोस्। यसका लागि हामी सत्य तथ्य छानबिन साथ अगाडि बढाउँछौँ। र गृहमन्त्रीको हकमा अब व्यक्तिगत कुरा हो यो, अब मैले त मेरो आँखाले देखेको छैन, तर पत्र पत्रिकामा आएको हुँदा यसको वास्तविकता चाहिँ गृहमन्त्रीज्यूले आफै सार्वजनिक गर्नुपर्छ। हस्, धन्यवाद।